आम्बो गाउँलाई अन्धकार पो छ त। हेलो गाइज गुड मर्निङ के छ ला अन्धकार बिहानको मर्निङ ड्युटी हिँडे जस्तो पो भयो त गाउँलाई। यो त राति मर्निङै भनौँ है, केही देखिँदैन त आमै नि, केही देखेन। ल गाइज हाम्रो चाहिँ यो ड्युटी जाने टाइम भयो, टक्कसँगले ड्युटी जाँदैछौँ अन्धकारमा। बज्न चाहिँ 7:30 भइसक्यो यतातिरको, यता 7:30 भयो। 7:30मा अब टक्क ड्युटीतिर जाने काम भइरहेछ। गाडीको उज्यालोले आयो। ल ब्याकग्राउन्ड क्यामेरा हानिदियो। यता गाउँला हाम्रो चिसो छ, चिसो हिलो कि क्या पानी कता कहीँ। बिहानको समयमा जाडो त जाडो छ है गाउँला, चिसो त बडो धेरै जाडो। हामी तपाईँलाई त मैले कति कालो देखेँ नि त, यो त बिहान अफै हो नि, हो नि उज्यालो हुन टाइम लाग्छ। आज भोलि अब टक्क रात चाहिँ लम्बिँदै गएको छ। ठक्क अब यतातिरको कति 9 बजेतिर, 8:30-9 बजेतिर उज्यालो हुन्छ लगभग यतातिर है। यस्तै छ, बिहान हिँड्नुपर्ने हुन्छ, ड्युटी हिँड्नुपर्ने हुन्छ। अहिले चाहिँ हामीलाई लिने गाडी आउँछ, अफिसकै गाडी आउँछ सट्ट यहाँ तल। अहिले चाहिँ आएको छैन, हामी वेट गर्नुपर्छ। आज अलिकति छिटो निक्ले जस्तो। चिसो त बडो चिसो छ यता, हात पनि बाहिर निकाल्नलाई यस्तो तातोको बाफ निक्लिरहेछ, तर देखिँदैन। बाफ निक्लेको देखिएन गाउँला। ल तपाईँलाई चाहिँ देखियो गाउँला। ल आहा बल्ल नि त, यो नि त यत्तिको हुनु पऱ्यो। यो बत्ती भएर मात्र यस्तो भयो, नत्र नि देखिँदैन। अन्धकार छ पुरा, अन्धकारमा हिँडिराखेको छ ड्युटी। हाम्रो टोलीहरू त्यता हुनुहुन्छ, टोलीहरू गाडी टक्क आउँछ। अब गाडी आयो भने पनि रोडमा सट्ट पर रोकिदिने, यता गर्ने उतै रोकिदिने। खास गरी हाम्रो टोलीहरू अगाडि पार्टीहरू अगाडि हिँडिरहेछन् के। लगाइदिउँ हामी सर्लक्क जेब्रा क्रसिङ गरिदिउँ गाउँला। त आफै तपाईँलाई त देखिहाल्छ साइकल आयो यतातिर। फेरि बिहान मात्र, अब यही टाइममा मात्र गाडीहरू ओहोरदोहोर हुने। अहिले एकछिनमा हुँदैन, बिहान चाहिँ सबैजना ड्युटी जान्छ, आफ्नो ड्युटी गयो। अनि बेलुका भयो आयो, टुसारो पर्न थालेछ, हिउँ पर्न थालेछ। अब गाडीलाई वेटिङ गर्यो, बस्यो, पछाडिबाट साइकल आयो। यस्तै छ। यही हो ल हाम्रो गाडी। साथीहरू आजलाई चाहिँ अब यति नै यो भिडियोमा। तपाईँहरूलाई म अर्को नेक्स्ट भिडियो हाल्ने नै छु। आजलाई चाहिँ यति नै। हजुरहरूले सपोर्ट गर्नुहोला, माया गर्नुहोला, सब्सक्राइब गर्नुहोला। योभन्दा अर्को नेक्स्ट भिडियो ल्याउने नै छु। धन्यवाद।